Good morning, Sudan bro. Good morning, good morning. How are you, bro? Are you good, bro? Bro, बहुत ढिलो भइसक्यो अहिलेसम्म सुत्दै गर्नु भएको छ। अलि ढिलो भएन? ठुलो माछा समात्ने बेला भइसकेको छ त ब्रो। Are you good, bro? I like it, bro. I like it. सन्चै हुनुहुन्छ होइन? होइन धेरै थाकिसक्नु भएको छ कि क्या हो? अलि बेरसम्म सुत्नु भयो त आज सुजन ब्रो। अनि ब्रो तपाईको नाम त सुदन रहेछ तर सुडन को काम गरिसक्नु भएको छ त 7 दशकसम्म कसैले गर्न नसकेको काम तपाईले 7 दिनमै भ्याइदिनु भएको छ त। अनि ब्रो तपाई जुन दिनदेखि गृहमन्त्रीको कुर्सीमा बस्नु भएको छ नि राजनीति क्षेत्रमा त भुइँचालो होइन सुनामी आइसकेको छ त ब्रो। अपराधीहरूको त सातो उडिसकेको छ। अब बिचौलियाहरूको हालत के होला ब्रो? ल ब्रो एकचोटि ह्यान्ड चाहिँ गरिदिनु त ब्रो। ब्रो उठ्नु के उठ्नु अब ढिलो भइसक्यो। अनि ब्रो आज ठुलो माछा समात्दै हुनुहुन्छ कि सानो? राजनीति क्षेत्रमा अहिलेसम्म कसैले गर्न नसकेको काम हजुरले गरिदिनु भयो त ब्रो। हजुरले गरिदिनु भयो। अनि ब्रो एउटा कुरो बुझ्न सकिन कि मैले हजुर माथि हजुर भित्र यतिको निडरतापन आयो कसरी हजुर? बालेन्सालाई हेरेर आएको क्या हो ब्रो? हो होइन त्यस्तो कुरा त होइन होला। तपाईको नामै गुरुङ रहेछ अनि गुरुङ मान्छे पनि कसैसँग डराउँछ र? तर जे होस् तपाईले सुनामी ल्याइदिनु भयो। अहिलेसम्म कसैले गर्न नसकेको काम तपाईले चुटकी बजाएर गरिदिनु भयो यार ब्रो। आई लाइक इट ब्रो, आई लाइक इट। गुड जब ब्रो, गुड जब। यस्तै गर्दै जानु होला। र ब्रो यस्तो नियम र यस्तो कानुन ल्याइदिनु होला कि अब कसैले केही गर्नुभन्दा पहिला उसको सातो जाने गरी सोच्ने बाध्य होस्। बुझ्नुभयो? अब बिचौलियाहरू त त्यसै मर्ने भयो। कतिजनाको त तपाईँ जब कुर्सीमा बस्नुभयो नि गृहमन्त्रीमा आउनुभयो नि अहिलेसम्म मान्छेहरू सुतेकै छैन। अनि ब्रो